त्यसलाई पुरै जङ्गल छ क्या यस्तो वहाँ माथि उता त्यो ओह्रालो झर्नुपर्छ थाक्यो कति बेला रोड भेट्टिला भन्ने भइरहेछ क्या म यहाँ वा थाके जस्तो भिड छ होइन यसो मजाले हिँड्नुपर्छ यस्तो अप्ठ्यारो छ क्या हेर्न सक्नुहुन्छ यसरी हिँड्नुपर्छ यार अब रोते रोड जाने हो भने तपाईँको धेरै लामो पर्छ क्या बाटो धेरै लामो पर्छ हो त्यही भएर म यस्तो यसलाई हामीले अब गाउँले स्थलमा के भन्छ भने छेरो बाटो भन्छ क्या यसलाई छिटो पुग्नको लागि सो त्यही भएर सिधै थार झर्दै क्या बाइक भएको भए त अब तपाईँको कस्तो हुन्छ रोते रोड सर जान हुन्थ्यो होइन तपाईँको पहिलो फर्स्ट बाइकै छैन अब बाइक भगवान्ले दिएको छ यार दुईवटा खुट्टा यही हो मेरो बाइक यस्तो गोरे त्यो बाटो हिँड्नुपर्छ त कलाएर यस्तो बाटो छ यस्तो झारी छ क्या पहिला त तपाईँको डर लाग्थ्यो क्या यो बाटो हिँड्दा भने अहिले के भयो ठुलो भयो होला सायद होइन त यस्तो छ बाटो खुट्टा काम छ यार मैले के भन्नु लाग्थ्यो भने पहिले डर लाग्थ्यो क्या यो बाटो हिँड्नु यस्तो बोल खेल्न गइन्थ्यो तलतिर यसो म बोल्न खेल्यो भने बोल खेलेको हेरेर जान्थेँ क्या सबभन्दा पहिला त्यो रमाइलो लाग्थ्यो क्या मलाई हेर्न खेल्ने केटाहरूले मलाई चान्स दिन्थ्यो खेल्थेँ पहिले त अलिअलि खेलिन्थ्यो बोल अहिले त तपाईँको त बोल खेल्नु सकिन्न हिजो खेले हो हिजो हान्नै सकिन्न केटाहरूले भन्छ क्या पहिले खेल्दैछ त अनि आजभोलि भुलिस् भन्छ क्या केटाहरूले के भुलिदेऊ त अनि के भन्छ अनि उता पनि खेलिनँ क्या दुबईमा हुँदाखेरि खेल्दैन क्या त्यही हो म भ्लगलाई इन गर्छु किनभने जानुपर्छ म पनि थाकिसकेँ फेरि नयाँ भ्लग लिएर आउँछु थ्याङ्क यू सो मच सबैजनालाई हेरिदिनु भयो खुसी लाग्यो हेर्नु होला अझै मन परेन म अझै नयाँ भ्लग बनाउने कोसिस गर्छु प्रयास गर्छु किनभने यो भ्लग फर्स्ट भ्लग हो होइन किनभने अब त्यति म फर्स्ट भ्लगमा त्यति बोल्न सक्दैन क्या कसरी बोल्ने के गर्ने म अरूको पनि हेरिराखेको हुन्छ क्या भ्लगहरू तर मलाई खासै बोल्न हुँदैन क्या क्यामेराको अगाडि मलाई हल्का लाज लाग्छ क्या त्यही भएर शर्म लाग्छ मलाई यो भ्लग बनाउन भिडियो बनाउनमा सो कोसिस गर्नेछु मेरो दुःख पनि देखाउने छु है त थ्याङ्क यू सो मच सबैजनालाई बाई बाई